आर्यघाटमा किन बस्नुहुन्छ भाइ? समझ रहे हो ना? मलाई के त लास चलाउनुको मलाई साह्रो मन पर्छ नि त। अच्छा ठीक है। पछिल्लो समयको एकदमै चर्चित भाइरल राजन श्रेष्ठले हेटौडाको मानव सेवा आश्रममा कार्यरत एक कर्मचारीसँग उनी लप परेको खुलाइरहेको दृश्य देख्न सक्नुहुन्छ। उनीहरू बीच काम गर्ने सिलसिलामा अथवा मानव सेवा आश्रममा काम गरेकी केटीसँग यसरी चाहिँ उनी चिनोपर्चो हुँदै गयो र दाइको सम्बन्धबाट अहिले भने उहाँहरूको सम्बन्ध प्रगाढ भइसकेको छ। दर्शक महानुभावहरू यो हेर्न सक्नुहुन्छ। मानव सेवा आश्रममा रहेका र मानव सेवा आश्रममा काम गरेकी एकजना कर्मचारी हुनुहुन्छ। उनीसँग राजन श्रेष्ठको विगत लामो समयदेखि पनि चिनपर्ची पनि थियो र विशेष गरिकन मानव सेवा आश्रम चाहिँ हेटौडामा आइपुगेपछि चाहिँ राजन श्रेष्ठसँग थप चाहिँ सम्बन्ध प्रगाढ हुँदै गएको थियो र उनले धेरै कुराकानी पनि गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। त्यसको साथै हेटौडा मानव सेवा आश्रममा वरिष्ठ पत्रकारको चाहिँ सरल गुरुङले पनि भेटवार्ता भएको छ भने पछिल्लो समयमा राजन श्रेष्ठले पनि प्रचण्ड लगायतका धेरै मानिसको टिमहरूले पनि भेटेको छ। मानव सेवा आश्रममा रहेका चाहिँ राजन श्रेष्ठले यस किसिमका कुराकानी गरिरहेको छ भने हेटौडा मानव सेवा आश्रममा विभिन्न व्यक्तिहरू पनि यहाँ अवस्थित रहेको छ। जस्तो कि भाग्य न्युपानी पनि आउनुभएको छ र भाग्य न्युपानी सहितको हाम्रो टिमले हेटौडा मानव सेवा आश्रममा पहिलो पटक राजन श्रेष्ठलाई लिएर आएको थियो। त्यसपछि राजन श्रेष्ठलाई शिफ्ट गरेर विराटनगरको मानव सेवा आश्रममा पुगेको छ। अहिले भने राजन श्रेष्ठ एकदमै चाहिँ निको भइसकेको छ। दर्शक महानुभावहरू एकदमै चाहिँ उनी पहिलाभन्दा एकदमै निको भएको र सुध्रिसकेको छ भने अब बिहे गरेर उनी घरजम गरेर बस्ने उनको निधो रहेको छ। घरजम गरेर बस्ने उनको चाहिँ अबको योजना रहेको छ। दर्शक महानुभावहरू हामी सहित भाग्य नेपालीको टिमसहित हामी त्यहाँ पुग्दाखेरि चाहिँ धेरै कुराहरू पनि उहाँले हामीलाई सिकाउनु भएको छ र त्यसको साथै मानव सेवा आश्रमबाट धेरै कुराहरू पनि हामीले सिकेको छौँ। मानव सेवा आश्रममा रहेका चाहिँ राजन श्रेष्ठको जीवनबाट पनि धेरै व्यक्तिले चाहिँ मानव सेवा आश्रमका व्यक्तिहरूबाट सरसफाई र सल्लाह पनि पाइरहेको छ। पछिल्लो समयको एकदमै चर्चित भाइरल राजन श्रेष्ठले अब उनी विवाह बन्धनमा बाँधिन चाहेको छ। उनले अहिले चाहिँ मानव सेवा आश्रममा रहेका र मानव सेवा आश्रममा काम गरेकी एउटी कर्मचारीसँगै लभ परिसकेपछि उहाँसँग विभिन्न कुराकानी गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। दर्शक महानुभावहरू त्यसको साथै मानव सेवा आश्रमका बारेमा पनि सरल गुरुङले विभिन्न कुराकानी गर्दै हुनुहुन्छ। तपाईँले यो दृश्यबाट पनि थाहा पाउन सक्नुहुन्छ। यस प्रकारका दृश्य देख्न सक्नुहुन्छ भने मानव सेवा आश्रममा रहेका विभिन्न कर्मचारी पनि रहेको छ। विशेष गरिकन राजन श्रेष्ठसँगका उनीका सम्बन्ध एकदमै नजिक भएको सम्बन्ध रहेको छ। दर्शक महानुभावहरू र उनी अहिले खाजा खाना लागेको दृश्य पनि तपाईँहरूको माझमा मैले देखाइरहेको छु। पछिल्लो समयमा सरल गुरुङ लगायत र भाग्य नेपाली टिम र हाम्रो टिम लगायतका चाहिँ मानिसहरू मानव सेवा आश्रम हेटौडा र विराटनगरको चाहिँ झापाको विराटनगरमा पनि हामी पुगेको छौँ। तपाईँले हेर्न सक्नुहुन्छ यो दृश्य रहेको छ। पछिल्लो समयको एकदमै वरिष्ठ र चर्चित पत्रकार सरल गुरुङले पनि राजन श्रेष्ठको बारेमा तारिफ गरिरहनु भएको छ। यो अत्यन्तै राम्रो कुरा रहेको छ र यो अत्यन्तै राम्रो र निष्पक्ष कुरा रहेको छ। मानव सेवा आश्रमबाट चाहिँ विभिन्न व्यक्तिहरूलाई र व्यवहारिक अवस्थामा छाडिएका व्यक्तिहरूलाई चाहिँ यसरी चाहिँ उद्धार गर्ने काम पनि भइरहेको छ, गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। यो दृश्य रहेको छ। यो दृश्य चाहिँ तपाईँको यो हेटौडा मानव सेवा आश्रमको दृश्य रहेको छ। विभिन्न ठाउँबाट यसरी चाहिँ व्यवहारिक अवस्थामा रहेका बुढापाकादेखि लिएर बालबालिकादेखि लिएर विभिन्न व्यक्तिहरू मानसिक अवस्थामा चाहिँ अस्वस्थ भएका व्यक्तिहरू सबैलाई चाहिँ यसरी मानव सेवा आश्रमले ल्याउने गरेको छन् र यसरी चाहिँ उपचार गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। वृद्धाश्रमदेखि लिएर हरेक ठाउँबाट पनि हामीले थाहा पाउन सक्नुहुन्छ। यहाँबाट पनि हामीले बुझ्नुपर्छ र मानव सेवा आश्रममा यस प्रकारका कुराकानी र यस प्रकारका चाहिँ भइरहेको छ। दर्शक महानुभावहरू मानव सेवा आश्रममा विभिन्न व्यक्तिहरूको टोली र विभिन्न व्यक्तिहरू चाहिँ आइपुगेको देख्न सक्नुहुन्छ र भाग्य नेपाली सहितको हाम्रो टिम जाँदाखेरि मानव सेवा आश्रममा करिब 300 भन्दा बढी चाहिँ मानिसहरू थियो र बिस्तारै निको हुँदै र बिस्तारै चाहिँ निको गराउँदै चाहिँ सुधार्दै उहाँको जिन्दगी चाहिँ जोगाएर चाहिँ यसरी मानव सेवा आश्रमले एकदमै राम्रो काम गरिरहनु भएको छ। तपाईले यो दृश्य देखाउन चाहन्छु र यो पनि चाहिँ बुढेसकाल लागेको र एउटा बाटोमा व्यवहारिक अवस्थामा भएका व्यक्तिहरू पनि यसरी चाहिँ उठाएर
मानव सेवाश्रमले लगिएको छ भने विभिन्न व्यक्तिहरू मानसिक अवस्था स्वास्थ्य अवस्थादेखि लिएर मानसिक अवस्था कमजोर भएका व्यक्तिलाई पनि यसरी मानव सेवाश्रम हेटौडाले काम गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। पछिल्लो समयको एकदमै चर्चित भाइरल राजन श्रेष्ठ पनि मानव सेवाश्रममा आइपुग्दा उनले विभिन्न व्यक्तिहरूसँग चिना परिचय पनि गरेको छ भने विभिन्न व्यक्तिहरूसँग साथी पनि बनाएको छन्। त्यसो गर्ने क्रममा महिला साथीको रूपमा उनको जीवन साथी नै हुने भएको छ। मानव सेवाश्रममा कर्मचारी मानव सेवाश्रममा चाहिँ काम गरेकी कार्यरत रहेका एकजना कर्मचारी रहेको छ। हेटौडा मानव सेवा आश्रमबाट दैनिक रूपमा धेरै मानिसहरू पनि उठाइरहेको छ भने व्यवहारिक अवस्थामा रहेका व्यक्तिलाई पनि मानव सेवा आश्रमले धेरै सहयोग गरिरहेको अवस्था देख्न सक्नुहुन्छ। बाटोबाट उठाएर ल्याइसकेको छ। त्यसै कारणले गर्दा अहिलेको एउटा चाहिँ तपाईको एउटा चाहिँ प्रोफाइलको रूपमा पनि आएको छ मानव सेवा आश्रममा रहेको हाम्रो भाग्य नेपाली सहितको हाम्रो टिम जाँदा र हामीले राजन श्रेष्ठले यसरी ल्याएको थियौँ। यहाँबाट पनि हामीले पुष्टि पार्न सक्नुहुन्छ। लाइक कमेन्ट शेयर र सब्स्क्राइब पनि गर्न नबिर्सनुहोस्।